नेपालमा पेनीमाहरू नै उनीहरूको दृष्टिकोणै राम्रो छैन भन्ने आइरहन्छ। यो पेनीमाले नै भन्नुपर्ने कुरा हो र म यहाँका पेनीमाहरू खस छेत्री बाहुनहरूलाई भन्न चाहन्छु कि उनीहरूले लिम्बुवानको प्रस्ताव हेरौँ। कहाँबाट त्यो जातीय राज्य हो, कहाँबाट त्यो साम्प्रदायिक राज्य हो? पढ्न जान्नुहुन्न तपाईँहरू? गीता सीता त पढ्नुहुन्छ त तपाईँहरू? यो पनि पढेर हेर्नुहोस्, यो साम्प्रदायिक राज्य होइन, यो जातीय राज्य होइन। यो लिम्बू जातिको ऐतिहासिक पृष्ठभूमिको आधारमा बन्ने लिम्बू जातिको मुक्तिको प्रश्न पहिलो शर्त। दोस्रो शर्त लिम्बुवानवासीको मुक्तिको प्रश्न हो। त्यहाँ छेत्री बाहुनको प्रश्न पनि आउँछ, मधेसीको प्रश्न पनि आउँछ, याखाको प्रश्न पनि आउँछ, लोरुङ याम्बु शेर्पा हिमाल सबैको दलितहरूको सबैको प्रश्न आउँछ। सबैको मुक्तिको कुरा हो। तर तपाईँहरू किन जिब्रो चपाउनुहुन्छ? त्यस्तो साम्प्रदायिक राज्य भएको भए यो भवानी बराल पनि पेनीमा हो। पेनीमाले कहिले समर्थन गर्दैन। तर त्यो साम्प्रदायिक राज्य होइन, ऐतिहासिक पृष्ठभूमिको आधारमा बन्ने राज्य हो। पन्जाबलाई अर्को नाम राखौँ भन्दा हुन्छ? मान्छ त्यहाँको पन्जाबीले? त्यस्तै लिम्बुवानमा कञ्चनजङ्घा हुँदैन, लिम्बुवानमा कोशी हुँदैन। लिम्बुवानमा हुन्छ भने लिम्बुवान हुन्छ, हुँदैन भने 4 इन्ची होइन 6 इन्ची ख्याल ख्याल। मलाई एकजना साथीले सोध्नु भएको कि यो लिम्बुवान किन चुपचाप छ? मैले के भने अब्राहम लिङ्कनको उदाहरणले, महान प्रजातन्त्रवादी नेता अब्राहम लिङ्कनले के भन्नुभएको थियो भने कुनै एउटा रुख ढाल्नु छ भने 6 घण्टा, एउटा रुख ढाल्न 6 घण्टा लाग्छ भने 5 घण्टा म बन्चरो उद्याउँछु। हो, लिम्बुवानमा लिम्बुवानीहरू बन्चरो उद्याउँदैछन् भने तपाईँहरूको बन्चरो उद्यो ठोक्नुहोस् थारू जस्तो। कसरी आउँदैन यो लिम्बुवान? बन्चरो उद्यो कि उद्दैन? तपाईँहरूले भन्नुहोस्। उद्यो ठोक्नुहोस् थारू जस्तो, ठोक्नुहोस् मगर जस्तो। एक घर एक मगर भन्ने अहिले चाहिँ नयाँ कुराहरू आइरहेको र ठोकेपछि मात्रै आउँछ, ठोकेपछि मात्रै बाङ्गिँदो रहेछ। किनभने यहाँका शासकहरू काँक्रा चोर हो। काँक्रा चोरलाई के दिनुपर्छ थाहा छ? मुड्के शास्ति। हामी उहिले पहाडमा के गर्थ्यौँ भने ठुल्ठुलो थियौँ, काँक्रा चोरेर हामी खान्थ्यौँ। अनि सानो सानो केटाकेटीको निधारमा तिमीलाई राम्रो हुन्छ भनेर बिहा टाँस्दियौँ। अनि भरे ठुला अभिभावक आएर केटाकेटीले छुट्याइ खान्थे, हामी त काँक्रा चोरेर। यो सब काँक्रा चोरहरू हुन्। र यहाँ आदिवासीले चाहिँ संविधान बनाउन दिएन भनेर आदिवासीको निधारमा काँक्राको बिहा टाँस्दिएको छ। हो, यो थाहा पाउनु पर्दछ। त्यसले गर्दाखेरि आज यो मुलुकमा सबैले यो आधुनिक राज्य हो लिम्बुवान भनेको, नयाँ नेपाल हो। हिजोको जस्तो लिम्बुवानको पुनर्स्थापना सम्भव छैन। आर्थिक सामाजिक सन्तुलन भङ्ग हुने क्रममा छ। यहाँ धेरै समुदायहरू आइसके। समुदाय मात्रै आएनन्, साँपबिच्छी भ्यागुत्ता पनि आए। त्यो साँपबिच्छी भ्यागुत्ता पनि लिम्बुवानकै हो। त्यो पनि हाम्रै जरुरत अनुसार हामी कहिले मारौँला, कहिले पालौँला। तर मान्छेलाई त्यसो गर्न सकिँदैन। यहाँ मारवाडीहरू आएका छन्, यहाँ बङ्गालीहरू आएका छन्, उनीहरूले लिम्बुवानको नागरिकता पाइसकेका छन्। अब यो मुलुकबाट हामी खेदाउन सक्दैनौँ। यहाँ मलाई समयको सूचना आइसक्यो, त्यसले गर्दा म अब छोटो रूपमा केही कुराहरू भन्छु। मैले भन्नै पर्ने कुराहरू छ। एउटा कुरा भन्नुपर्ने कुरा के छ भने बाहुनवाद। अनि सजिलो गरी चाहिँ न बाहुन पनि नरिसाओस् भनेर चाहिँ ब्राह्मणवाद भन्छ। भन्नु पर्दैन, यो बाहुनवादै हो। यो सामान्य एकात्मक पुरुषवादी बाहुनवाद हो। यो बाहुनीवाद पनि हो। बाहुनीलाई पनि यसले शोषण अन्याय अत्याचार
नोरबहादुर विष्टले पनि यसको विषयमा लामो व्याख्या गर्नुभएको छ, त्यतातिर नजाऊ। आजको पुर्खाले बाहुनवादलाई विश्वास गर्नु हुँदैन। त्यो अन्धविश्वासवादमा आधारित छ, त्यो भाग्यवादमा आधारित छ, त्यसले गर्दा त्यसलाई विश्वास गर्नु हुँदैन। म बाहुनवादको एउटा मात्रै तर्क गर्छु। एउटा बाबुको 2 भाइ छोरा थिए अनि ती 2 भाइ छोराहरू जङ्गलमा गएछ। जङ्गलमा जाँदाखेरि सिंह देखेछ अनि सिंह देखिसकेपछि एउटाले भन्यो अरे, ए दाजु, यो सिंहले के गर्छ, फुल पार्छ कि बच्चा जन्माउँछ भन्छ। दाजु चाहिँले बच्चा जन्माउँछ भन्छ, भाइ चाहिँले फुल पार्छ भनेछ। उसले बच्चा जन्माउँछ भन्ने, उसले फुल पार्छ भन्ने कुरो मिलेन। अनि दाजु चाहिँले के भन्यो भने, हाम्रो बाउ काठाबाट नै छन्, अब बाउलाई सोधौँ, अब हामी झगडा नगरौँ भनेर घर आएछ। घर आइसकेपछि बाउलाई सोधेछ, ए बाउ, यो सिंहले बच्चा जन्माउँछ कि फुल पार्छ? अनि बाउको दिमाग चक्राएछ। साँचो कुरा बताइदिउँ भने म भन्दा जान्ने हुन्छ। अब मिलाएर छोरा पनि मिलाउनु पर्यो, ढाँटढुट कुरा पनि सल्टाउनु पर्यो भनेर के भनेछ भने, हेर छोरा हो, सिंह भनेको जङ्गलको राजा हो। राजाले मन पर्दा फुल पनि पार्न सक्छ, मन पर्दा बच्चा पनि जन्माइदिन्छ। लुजा बाहुनवाद भनेको त्यही हो। धेरै अर्थ लगाइराख्नु पर्दैन। यही हो झुक्क्याउने वाद हो। भाग्यवादमा र अन्धविश्वासमा हामीहरूलाई अड्काउने, नेपाली जनतालाई अगाडि जान नदिने वाद। मेरो समय मैले अघि शङ्करजीले 5 मिनट दिनुभएको थियो, के भयो पनि त्यो पछि हिसाब गर्नु।